सो अलरेडी है हामीसँग चाहिँ केटिएम को डुक 200 BS4 मा टन्नै अपडेटमा भइसक्यो है। हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि केटिएम डुक 200 हामीसँग चाहिँ अहिले 6वटा अपडेटमा आइसक्यो। तपाईँहरूलाई छानी छानी रोजी रोजी छ, मजाले आउन सक्नुहुन्छ है। तपाईँको हाम्रो लोकेसन ट्याग अमरसिंह चोक है। यहाँनिर चाहिँ तपाईँको यो चाहिँ अमरसिंह ग्राउन्ड भयो, ग्राउन्डकै साइडमा छ हाम्रो लोकेसन चाहिँ। पोखरा है केटाखेरि, पोखरा धेरैजना झुक्किनुहुन्छ है। यो हाम्रो सबै 11 को छ हामीसँग। 11 को दुईटा छ, 13 को दुईटा छ, अनि 17 र 15 को छ है। 16 17 18 19 मोडलसम्मको छ हामीसँग। र एउटा एउटाको भिडियो पनि मैले टिकटकमै अपलोड गरिदिएको छु, त्यसमा हेर्न सक्नुहुन्छ तपाईँहरूले। र यहाँ चाहिँ तपाईँहरूलाई सबैको इन्फर्मेसन दिनेछु म है। ल अब बाइकतिरै जाम है। हामीसँग चाहिँ अहिले 6वटा बाइक छ। व्हाइट कलरमा चाहिँ 3वटा छ भनेपछि ब्ल्याक कलरमा 2टा अनि ब्लू कलरमा चाहिँ एउटा छ है। ओरेन्ज कलरमा चाहिँ छैन। अब यही ब्ल्याकलाई ओरेन्ज बनाउन मिल्छ है मजाले। हामीले पहिला पहिला सबै बाइकहरूलाई चाहिँ ब्ल्याकलाई ओरेन्ज पनि बनाएको थियौँ है। अब बाइक तर्फै जाम है त। यो चाहिँ हामीसँग गएको 2016 मोडलको बाइक रहेको छ। लोडेड भन्नुहुन्छ भने फुल्ली लोडेड, फुल्ली फ्रेस, सबै फुल्ली मेन्टेनेन्स गरेको हुन्छ, सोरुममै बनाइसकेको हुन्छ हामीले बाइकहरू है। यो चाहिँ गएको 2016 मोडलको है। बाइक पनि एकदम फ्रेस छ, हेर्न सक्नुहुन्छ। सिग्नेचर स्टिकर तपाईँको यता र यता साइडमा यो यो पनि मोडिफिकेसनको लागि हो है। यो साइडमा हालिदिएको छ। अनि केटिएम लेखेको यो, अनि हेडलाइटहरू हेर्न सक्नुहुन्छ यस्तो क्लिक्क टल्केको छ। अनि तपाईँको ह्यान्डलहरू सबै ओके छ है। यो सिङ्गल स्क्र्याच पनि कतै केही छैन, हेर्न सक्नुहुन्छ है। च्यासिसहरू सब ओके छ, टायरहरू सबै ओके छ है। मजाले चेक गर्न सक्नुहुन्छ आएर। र यसको भिडियो, यसको यो बाइकको साउन्डको भिडियो चाहिन्छ भने पनि मलाई व्हाट्सएप गर्नु होला, व्हाट्सएपमा तपाईँहरूलाई पठाइदिनेछु है साउन्डको भिडियो यताउता के चाहिन्छ। र अर्को छ हामीसँग गएको 2016 मोडलको है। यो पनि एकदम फुल्ली फ्रेस छ। यसको चाहिँ तपाईँको अगाडि पछाडि नि अप्पल अल्फा एच1 टायर छ। यो चाहिँ 1 इन बाइक हो, 2016 मोडलकै छ। लोडेड भन्नुहुन्छ सबै लोडेड छ, व्हाइट कलरमै रहेको छ। बनाउने कुरा सबै बनाएको छ। यसमा अगाडि पछि दुईटा अप्पल अल्फा एच1 टायर रहेको छ। आएर मजाले चेक गर्न सक्नुहुन्छ। अर्को रहेको छ 13 को 2017 मोडलको। यो त झन् सिलप्याक इन्जिन, अहिलेसम्म 1 इन त भन्नै परेन, यति फ्रेस छ बाइक। आएर मजाले चेक गर्नु होला है। फुल्ली लोडेड सायद अथवा फुल्ली लोडेड पनि छ र उत्तिकै फ्रेस पनि छ। आएर मजाले चेक गर्न सक्नुहुन्छ। यसमा चाहिँ अगाडि पछि टेम्पलरको टायर छ है, अपोलो टेम्पलरको टायर छ। अर्को छ हामीसँग 13 को 2017 मोडलको। यो चाहिँ फुल्ली लोडेडमा अगाडिको टप पनि तपाईँको 250 को नयाँ हालिदिएको छ भने साइडमा यो अपोलो अल्फा एच1 ब्रान्ड न्यू टायर है। ब्ल्याक र यो चाहिँ ब्लूको मिक्सअपमा छ। हेर्न सक्नुहुन्छ बाइक यति फ्रेस छ कि आएर मजाले चेक गर्नु होला। एउटा एउटा भिडियो चाहिन्छ भने पनि व्हाट्सएपमा मेसेज गर्नु होला मलाई। अर्को छ यो 17 को कुरै नगरौँ है केटा। यो चाहिँ 1 इन भयो। अब जम्मा तपाईँको यो 1 इन भइ नै हाल्यो, अनि एबिएसमा पनि भयो। अब यसको त कुरै नगर्नु। यसमा यसमा चाहिँ अलिकति स्टक भएको भएर अलिक सस्तोमा पठाइदिन्छ है। र अर्को छ हामीसँग 18 मोडलको। यो पनि फुल्ली फ्रेस कन्डिसनमा छ है। 2018